दर्शन नमस्ते सबै श्रोताबिनहरूलाई। आज मलाई एउटा सानो अनुरोध गर्न मन लाग्यो। अब जे हुनु थियो सो हुनु थियो, राम्रो भयो। देशले निकास पाउँछ भन्ने हामी सबैलाई आशा र भरोसा विश्वास छ र अबको सरकार राम्रै हुन्छ, प्रतिनिधित्व राम्रै तरिकाबाट गर्नुहुन्छ होला भन्ने सम्पूर्णले आशा गरेका छौँ। र कुरो भन्दै जाँदा के हामीले लागेको छ भने आज मात्रै होइन, धेरै वर्ष अगाडिदेखि नै नेपाली जनताहरूको माग थियो अख्तियार अनुसन्धान आयोगको प्रमुख श्रीमान प्रेम सञ्जालज्यूलाई राख्नुपर्छ भन्ने सबैको थियो र अब अझै धेरै सबैको माग हुने भयो। त्यसकारण अख्तियार प्रमुख श्रीमान प्रेम सञ्जालज्यूलाई नै राख्नको लागि विनम्र अनुरोध गर्दछु। किनभने उहाँ एउटा प्रखर व्यक्ति हो। उहाँको बारेमा हामीले धेरै कुराहरू सुनेका छौँ, धेरै कुराहरू देखेका छौँ। उहाँ एउटा निष्पक्ष व्यक्ति हो, कुनै पनि पार्टीमा लाग्नु भएको व्यक्ति होइन। उहाँ स्वच्छ व्यक्ति हो। उहाँसँग यो धेरै राम्रो खुबी र क्षमता छ। त्यसकारण म सम्पूर्ण नेपाली राजनीतिक कर्मीहरूलाई विनम्र अनुरोध गर्दछु र अब अहिले अब किन मन्त्री परिषद त विस्तार हुन बाँकी नै छ, अझै लगभग 2 हप्ता लाग्छ नै। र मन्त्री परिषद विस्तार भइसकेपछि आफ्नो आफ्नो काम कार्य गर्न सुरु गरिसकेपछि अख्तियार प्रमुखमा नियुक्ति गर्नको लागि चाहिँ हामी सबैको अनुरोध छ, प्रेम सञ्जाल नै हुनुपर्छ। यो मेरो सानो भिडियो सम्पूर्ण महानुभावहरूमा पुगिदियोस्, सम्बन्धित ठाउँमा पुर्याइदिनु होला। सकेसम्म लाइक र सेयर उहाँ गरिदिनु होला। उहाँहरूले यो कुरो बुझिदिनु होला। त्यति नगरेसम्म देशमा रहेका भ्रष्टाचार व्यथितिहरू सुध्रिँदैनन्। एकजना व्यक्ति उहाँले दुधको दुध पानीको पानी बनाउनुहुन्छ, यो कुरो हामीलाई विश्वास छ। किनभने उहाँले धेरै राम्रो राम्रो कामहरू गरेर उहाँ अवकाश भइसक्नु भएको व्यक्ति हो। भलै म उहाँलाई चिन्दिनँ, उहाँको फ्यामिली ब्याकग्राउन्ड मलाई केही थाहा छैन, म त्यो ठाउँमा जान्न। तर उहाँले गरेको काम, उहाँले नेपाली जनताको मन जित्नु भएको छ। त्यसकारण अख्तियार प्रमुख चाहिँ उहाँलाई नै हुनुपर्छ भने मेरो त माग हो। तर धेरैजना नेपाली जनताहरूको, बुबाआमा, दाजुभाइ दिदीबहिनीहरूको चाहना भएको मैले मिडिया अन्तर्गत हेरिरहेको छु, सुनिरहेको छु। त्यसकारण मेरो विनम्र अनुरोध छ, अबको प्रमुख अख्तियार आयोगको प्रमुख प्रेम सञ्जालजीलाई हुनुपर्छ भन्ने माग हो। बाँकी सबै ठिकै छ, राम्रै छ। तर अहिले पनि हामीले हेरिरहेका छौँ न्युजहरू, कतिपय काम गर्न सक्ने मान्छे, नसक्ने मान्छे पनि भित्र घुसिराखेका छन् संविधान सभामा। अब खोइ के गर्नुभएको हो, यो हामीलाई थाहा भएन। त्यसकारण जो हुन्छ सो हुन्छ, राम्रैका लागि हुन्छ भन्ने हामीले आशा गरेका छौँ। विभिन्न राजनीतिक विश्लेषकहरूले धेरै कुराहरू अनुसन्धान गर्नुभएको छ र पक्कै पनि राम्रो हुन्छ होला भन्ने आशाका साथ यो मेरो सानो भिडियो सबैजना महान व्यक्तिहरूमा पुगोस्, सबैको पहल लाग्योस्, सबैले यति कुरा भनिदिनु होला, सबैले यो महसुस गरिदिनु होला। अख्तियार प्रमुख चाहिँ
प्रेम सञ्जेल हुनुपर्छ। धन्यवाद।